खो जा हाम्रो ठुलो उद्योग थिएन बाउबाजेले गरेको पेसा के हो त घर खेती गाई बस्तु भाउ यस्तै गर्दै हुर्किँदै गएँ अब संसारमा सबै छोड बनेर धर्मै ठुलो स्वर गाइन्छ सुरुकै यहाँ बसेर के हुन्छ र स्वर जाने नै बाटो गर्नुपर्छ भनेर नुहाउने असान गर्ने बाउलाई डाक्ने दान दिने जोगीहरूलाई दिउने हरिकीर्तन भजन लाउने यस्तैमा बोले यस्तो गर्दा यो त जम्मै ठक्कर छ अनुसन्धान गर्दा अब के गर्नु त राजनीति गर्नुपर्छ राजनीति गर्दा सुख पनि हुन्छ देश पनि जोगाइरहन्छ अनि कुन पार्टीमा लाग्छ पार्टी त दुईटै हो सरस्वती कम्युनिस्टै पार्टीमा लाग्यो बस्दै सँगसँगै हिँड्दै जाँदा यो कम्युनिस्टहरूको नीति पनि राम्रो लागेन अब राजनीति नि भएन धर्म नि भएन यो देशलाई नै केही गर्नुपर्छ भन्ने सोच्दाखेरि अरू अनुसन्धान गर्दा संसारको मूल मन्त्र चाहिँ खोज्दो छ खो भन्दा सास माथि जाँदो रहेछ ज भन्दा चलाउँछ यो मनोविज्ञान हो दर्शन हो यो मूल मन्त्र हो यसैमा निरन्तर प्राणी सब चराचरले खोजिरहेका छन् खोजिरहनु भएको छ खोज चाहिँ कसरी जोड्मियो त यो अध्यात्म र मनोविज्ञान द्वन्द्वबाट नै निस्किएको हो कसैले बनाएको गुरु चेलो छैन खोज भन्ने शब्द प्राणीका घटबाट निस्किन्छ चेतना कस्तो बुद्धि आउँछ यही होइन बुद्धि अनुसारको कामलाई चोर्छ कि लुक्छ कि ठग्छ कि राजनीति गर्छ कि अब यो कहाँबाट आयो कहाँ जान्छौँ त हामी कुन व्यवस्था भयो अब कुन व्यवस्था आउला नि त नाम मेरो भीम थापा हो के भूतले सिकाएर खोज लेख्न जाए चाहिँ सन्तोक भयो मलाई आफ्नै गाउँ वडाको एउटा पिपलको रुख चौतारो छ साथमा पर्ने त्यहीँ गएर पहिला लेखेँ कमेरा लेखेँ रातमाटा लेखेँ खरीले लेखेँ लेख्दै अनि मलाई के घरमा बस्न त राम्रै खोज लेखेपछि त बौला जस्तो भयो खोज मात्रै भन्छ केही पनि भन्दै सामन्त शोषक छुलियाहरूले यो त माओवादी र कुरा कहाँ पुर्या प्रशासन कहाँ पुर्या सिन्धी जिल्ला 6 महिना पुरा पुगेपछि घरमा आएँ घर आए फेरि घर खेती यता त्यस्तै उस्तैमा लगाएर जीवन बित्दै गयो सबै थोक बिर्सेँ यही खोज के खोज त अब खोज्न थाहा पाइहाल्छ खोज के हो त खोजै हो तर बुझ्दैन थाहा पाउँदैन भने खोजै थाहा पाइन्छ अनि बा यो खोज आज कहाँसम्म लेख्नु भयो तपाईँले यो लेख्दैछु खोज्नै बाँकी छ अनि तपाईँले यतिका वर्षसम्म आज कति वर्ष पुग्नु भयो अलिक थचर काम्नुपर्छ पहिलेको भन्दा सानोमा जन्मेको थाहै भएन पहिलो जन्मे तपाईँ 74 वर्ष पुग्नु मलाई थाहा छ नि त छैन के खोजेको खोज भनेको नि बा यो आफूभित्र के रहेछ त पुर्ख के रहेछ त विश्व के हो मान्छे किन जन्मे त्यो खोज्ने हो कि बा पूर्व ताप्लेजुङ पश्चिम हुम्ला डोल्पा पनि पुगेँ त्यहाँ ल्याएर ढुङ्गामा लेखिया छन् काहीँ त स्वागत पनि गरेँ काहीँ त धेरै पछि हिँडेँ यो माओवादी हो यसलाई थुन्नुपर्छ अरे कुट्नु छुन्नु भुत्ला गर्नु त कति यति छैन एउटा हातमा यहाँ सुहाउँछ एउटा हातमा यहाँ सुहाउँछ र घरमा लान्छ तलमा राख्दैन माथि 3-4 तल आउँछ ज्यामटुम ढोका लाउँछ अनि भुत्ला उखाल्छ भुत्ला मास्टर मेरा छोटा छन् तलतिर लामा छन् उखाल्ने भनेपछि बोलाएर एकपल्ट गाडा पड्का 75 रुपियाँ दाम साथमा थियो त्यो दाम पनि जफत गऱ्यो
च्यापुट पारेर छोरा फ्याँक्यो। अब उजुर गर्न कहाँ जाउँछ? बाख्राले सिटरसँग उजुर गरेर बाँकिरहेको छ, उसैको सरकार छ। अनि एक दिन दुई दिन जति नजर बन्न थुन्यो र छोडिदियो। देशको चाहिँ कालो पानी पुगेका भीम थापा त किन आइस यहाँ भन्यो। म मेरो देशको नआएको मानिस उहिले थुन्यो। खुकुर र धारले लडिरहन्छ, रगत दिन्छ, हाम्रो देश छोड्दैन मान्छे छोडिदियो। लालटिन किन बाल्यो त? जनताले आँखै देखेन नि। राज्य अलिअलि स्वर्ण ओर्न दिएछ, मुसा र सुवरले देउथ्यो त्यस्तै थियो। दिउँसो त बन्नै, केही देख्नु केही भन्नु केही गर्न मैले लालटिन बालेँ। यो भित्र बाल्ने होइन, बाहिर सूर्यका सामुन्ने बत्ती बालेर हिँड्ने बौला भइसक्नु। खोज कहाँबाट उत्पत्ति पर्छ? भक्ति विज्ञान द्वन्द्वबाट। खो खो यही मन्त्र पढेर सिक्छु, सिकाउँदै हिँडिरहेको छु। कसैले सोध्छन् भने खोजको रूपरेखा सीमा छैन। खोज सर्वव्यापी, जहाँ चाहिँ के भन्छ भन्नु हुँदो तपाईँहरू, तर तपाईँहरूले खोजिरहनु भएको छ। तपाईँ व्यस्त पुग्नु भने आफूलाई पनि चिन्न सक्नुहुन्छ भन्नुपर्छ। खोज लिएर सकिँदैन। आफूभन्दा छाया हो यही पुग्दैन, मभन्दा छाया नै हो कहाँ नै पुग्यो। त्यस्तै खोज मै भित्र छ। मैले के भने आज तपाईँ भित्रै छ, यसो घर गइचाइदिए मान्छे हो, आफैले बोकिएको थियो। देश बेचियो छ, नदी बेचिएको छ, हक अधिकार खोसिएको छ। सयकडा 5 सयकडा 95 जनतालाई जुवामनी जोतेर खाएको छ। तर जनता के छन्? जनता नै गोरु हुन्, जनता नै भेडा हुन्, चेतना। अनि यो के हो त? यो अभ्यास मेरो चेतना जगाउने, शान्ति, नागरिक समानता ल्याउनुपर्छ भने किन गएछ? अरूको खान नपाएर, लाउन नपाएर, विदेशीका भाँडा माझेर गएर बसेर 2-4 रुपियाँ ल्याए, त्यही पनि सामान तेल ठगेर खाइन्छ। नेपाली माटो फुलेको फुल हावाले उडायो, आगै पोलासी कोपिला फुल विदेशमा फुल्यायो। सामशून्य भयो रमाइलो गाउँ, फुलहरू झरेर रुँदैछन् यहाँ न्याउली सरी बिलम नगरेर। सुगन्ध छर्ने यो देशको फुल कहाँ गयो भनेर। कोही फुल गए समुद्र पारी अरबको भूमिमा, कोही फुल गए भारत अनि मलाए छाउनीमा। सकेनन् फुल्न ती फुलहरू नेपालको माटोमा। ए प्यारा फुल नजाउ न विदेशमा, आमालाई छोडेर। नेपाली धरती पृथ्वीमा गुहार माग्दैछ। सपुत्र छोरा जन्मेका भए आमाको ऐभात जोगाइदे। सजाले सजाउन, सजाले सजाउन, नेपाललाई बनाउन। मेरो नबनाऊ, हाम्रो भनौँ। हजार बिहा छ उसको, मेरो एउटा सुत्ने छागलको झुपडी छैन। नहुनुको कारण के छ? जनताको चेतना हराउने, चेतना छर्ने हो खोज भनेको। उठ, तिम्रो भाग कसले खाएछ? उसका दरबार छन्, महल छन्, उसका खाद्य कुकुरले पनि खाँदैन, घोडाले पनि खाएर सक्दैन, मेरा क्यारियरले खोले पिउन पाउँदैन।
उसका पातै माथि पतरी जस्तो लुगा लाउँछ 2 3 4वटा मेरो त लात छोप्ने पनि को चाल छैन त रातभरि पानी पर्छ ओडारमा बस्यो त बाउलाई कि केले हो त यस्तो भने कुन राजाहरू पनि यसरी हिँड्दथे अरे तर उनीहरू पालकीमा चढेर सम्पत्ति लिएर जान्थे मेरो त न साथी नै भयो मरे पनि थाहा छैन चिठी आउला भने पनि छैन चिठी जाला भने पनि छैन मान्छेसँग नातागाँठ पनि छैन तर केही गरौँ भन्दा आस्था तास त्याग्नुपर्छ जब आस्था तास लिइन्छ तबसम्म केही गर्न सकिँदैन मर्न नै थियो म देशका लागि मर्न कहाँ पाऊँ कसले मार्ला त मारे हुन्थ्यो नि त किन मार्यो भने खोज लेख्छ मार्यो कति राम्रो राम्रो हुन्थ्यो त के बुझ्नुभयो त कति छ कति बुझेर बुझिसक्दैन त्यसो हुनाले यो खोज भन्ने चिज चाहिँ यो मनोविज्ञान हो आत्मज्ञान हो जसरी दुधमा त घिउ लुक्छ भने फुलमा बास्ना लुक्छ चोरीमा तेल लुक्छ घटघट पानीमा के लुक्यो चेतन आफैमा लुक्यो त्यो बाहिर लिनुहोस् न रमाइलो हुन्छ त नि लुटिएको जन्मभूमि खोसिएको हक अधिकार घाँस बास खोज देश किन लुटियो जनता किन भुटियो नदी किन बेचियो एक राष्ट्रिय साझा तमाम जनताको हो नि त एकतर्फी किन बेचियो खोज हक त समान देशका नागरिक सबैको हक हो नि त खोजेर सकिने धर्म कर्म धन सम्पत्ति सबै त्यही छैन केही पनि अहिले पनि म लेख्दैछु चक्रै लेख्छु इनामले लेख्छु तर किन लेख्छ त यो अन्तिमसम्म म लेखिरहन्छु मैले के छोडेँ भनेर त खोज छोडेँ नि त म मरेर खोज्न एउटा बुढो थियो अरे बौला जस्तो जहाँ पनि खोज लेख्छु अरे भन्थ्यो हाम्रा बाजेहरूले भने भन्ला नि त त्यो ढुङ्गामा लेखेर चढ्दै ओह्राली चढ्दै वीरताको गाछा गाउँदै गाउँदै हिँड्छु म त बिहानी लाली बोलाउँदै नेपालको मायामा आउ न दाजु आऊ आउ न दिदी आऊ एकताको झन्डा मुनिसँगै बसौँ न कल्पना गाउँदै नेपालको मायामा मिलेरै खामुला मिलेरै गामुला हाते पो मेरो बनाएर पाखा सँगसँगै जाउँला